हेलो गाइस, आज मैले बनाउँदै छु एकदम नयाँ स्पेशल आइटम जो सबैलाई मन परेकै हुन्छ। कतिपय धेरै मान्छेलाई मन परेको हुन्छ, हजुरलाई पनि मन परेकै हुन्छ। त्यसको नाम हो यसको नाम चाहिँ हो पानी पुरी। यहाँ मैले पुरी बनाउन सुरु गरिसकेको छु। अब यो बनाउनु पर्ने यति दुःख गर्नुपर्ने किनभने चाहिँ खास मेरो बुढीको लागि र मेरो छोरीको लागि हो। उनीहरूले धेरै बाहिरको खाना खान लागे अनि बाहिरको खाना भने चाहिँ साह्रै अनहेल्थी र स्वास्थ्यको लागि राम्रो हुँदैन। त्यही भएर घरमै मैले बनाउने प्रयास गरिरहेको छु। हाम्रो यो पानीपुरी चाहिँ पुरै फ्राई भएर सिद्धियो। अब यसको पछि यसको मसला र पानी बनाउने हो अनि चप्प पारेर खाने हो। ल, धेरै मेहनत गरेर बनाएको छु। यसो लाइक कमेन्ट गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। आज यति बनाइयो यो अब चाहिँ हजुरले लाइक र कमेन्ट गरिदिनु भयो भने यसको अर्को पार्टमा म यसको मसला र पानी बनाउन सिकाउँछु। धन्यवाद।